नमस्कार। आज हामी नेपालको राजनीतिमा आएको एउटा यस्तो उथलपुथलको कुरा गर्दैछौँ जसले शक्ति, विद्रोह र परिवर्तनको पूरै कथा नै बदलिदियो। कसरी दशकौंदेखि जमेको एउटा राजनीतिक विरासत ढल्यो अनि कसरी सडकको आवाजबाटै एक नयाँ नेतृत्व जन्मियो। आउनुहोस् यो पूरै घटनाक्रमलाई नजिकबाट निहालौं। कथाको सुरुवात नै हुन्छ एउटा राजनीतिक भूकम्पबाट। यस्तो भूकम्प जसको कम्पनले देशको शक्ति केन्द्रदेखि हरेक कुना काप्चासम्मलाई हल्लाइदियो। यो कुनै सामान्य सत्ता परिवर्तनको खेल मात्रै थिएन, यो त वर्षैदेखि जमेर बसेको राजनीतिक चट्टानमा परेको एउटा गहिरो दरार थियो। सोच्नुस् त, शनिबारको बिहान मार्च 28, 2026 एउटा खबर आउँछ जसले पूरै देशको राजनीतिमा सनसनी मचाउँछ। नेपालका एकजना पूर्व प्रधानमन्त्री पक्राउ परे। हो, यो खबर राजधानीका गल्लीदेखि दूरदराजका गाउँसम्म डढेलो झै फैलियो। र ती व्यक्ति अरू कोही थिएनन्, केपी शर्मा ओली। नेपाली राजनीतिको एक पर्याय नै भन्दा हुन्छ। 4 पटक देशको बागडोर सम्हालेका, आफ्ना सिद्धान्तका लागि 14 वर्ष जेल बसेका 74 वर्षीय यी दिग्गज नेता अब आफै कानूनी कठघरामा थिए। पक्राउ पर्ने बित्तिकै नयाँ सरकारले यसलाई कानूनी जवाफदेहिताको विषय बनायो। गृहमन्त्री सुदन गुरुङको यो भनाइले एउटा स्पष्ट सङ्केत दियो, उनीहरू विगतका घटनाहरूलाई त्यत्तिकै छोड्नेवाला छैनन्। तर यहाँनिर मुख्य प्रश्न उठ्छ, आखिर यस्तो भयो कसरी? कुनै बेला देशको सर्वोच्च पदमा बसेको व्यक्ति आफ्नै राज्यको नजरमा कसरी अपराधी बन्न पुग्यो? हो, यसको जवाब खोज्न हामीले समयमा अलिकति पछाडि फर्किनुपर्छ। ठ्याक्कै 6 महिना अघि उठेको त्यो आँधीलाई हेर्नुपर्छ। यो पुरै राजनीतिक उथलपुथलको जरा 6 महिना पहिले सुरु भएको थियो, जतिबेला देशका सडकहरूमा एउटा अभूतपूर्व युवा विद्रोहको आगो तन्कियो, जसलाई पछि गएर जेन जी विद्रोहको नाम दिइयो। घटनाक्रम यस्तो थियो। सेप्टेम्बर 2025मा सरकारले सामाजिक सञ्जालमाथि एउटा प्रतिबन्ध लगायो र यही प्रतिबन्ध नै त्यो विद्रोहको झिल्को बन्यो। भ्रष्टाचार र बेरोजगारीले पहिलेदेखि नै निराश युवाहरूको आक्रोश सडकमा पोखियो। सरकारले के गर्यो? दमनको बाटो समात्यो। तर त्यसले त आगोमा घिउ थप्ने काम मात्रै गर्यो। अन्ततः जनदबाव यति बढ्यो कि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिनै पर्यो। तर त्यो विद्रोहको सबैभन्दा दुःखद पाटो थियो मानवीय क्षति। सरकारी तथ्याङ्क अनुसार कम्तीमा 76 जनाले ज्यान गुमाए र तीमध्ये धेरैजसो तिनै युवाहरू थिए जो आफ्नो भविष्य खोज्दै सडकमा उत्रिएका थिए। अब यही हिंसाको छानबिन गर्न बनेको थियो कार्की आयोग। आयोगले आफ्नो प्रतिवेदनमा एकदमै स्पष्ट रूपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई आपराधिक लापरवाहीको लागि जिम्मेवार ठहर्यायो। प्रतिवेदनको निष्कर्ष थियो उनीहरूले प्रहरीको अत्यधिक बल प्रयोगलाई रोक्न सकेनन् र मुद्दा चलाउन सिफारिस गरियो। हो, यही सिफारिस नै ओलीको पक्राउको मुख्य कानूनी आधार बन्यो। त्यही सडकको आक्रोशको ज्वालाबाट एउटा नयाँ राजनीतिक शक्तिको जन्म भयो र त्यसको नेतृत्वमा एक यस्तो अनुहार थियो जसको राजनीतिसँग पहिले खासै कुनै साइनो नै थिएन। नेपालको नेतृत्वमा आएको यो परिवर्तन हेरौँ न। एकातिर 74 वर्षका राजनीतिमा कपाल फुलाइसकेका केपी ओली, अर्कोतिर भर्खर 35 वर्षका र्यापर अनि सिभिल इन्जिनियर बालेन्द्र शाह। काठमाडौँको मेयर बनेको जम्माजम्मी 4 वर्षमै सिधै देशको प्रधानमन्त्री। यो त पुस्ता र पेसा दुवै हिसाबले एउटा अविश्वसनीय छलाङ थियो। अनि जनताको फैसला चुनावमा छर्लङ्गै देखियो। बालेन्द्र शाहले ओलीलाई उनकै गढ मानिने झापा 5 मा झण्डै 50,000 भोटको भारी अन्तरले हराइदिए। यो केवल एउटा चुनावी हार थिएन, यो त पुरानो व्यवस्थाप्रति जनमतको एउटा स्पष्ट सन्देश थियो। र यहाँ समयको खेल हेर्नुस्। शाहले प्रधानमन्त्रीको शपथ लिएको 24 घण्टा पनि बितेको थिएन, ओली पक्राउ परे। यो पक्कै पनि संयोग मात्र थिएन, यो त नयाँ शक्तिको निर्णायक सुरुवातको सङ्केत थियो। सत्तामा पुग्ने बित्तिकै बालेन्द्र शाहको सरकारले एक पल पनि खेर फालेन। उनीहरूको पहिलो कदमले नै देखायो कि उनीहरू जेनजी आन्दोलनको भावनालाई कति सम्मान गर्छन्। पहिलो क्याबिनेट बैठकबाटै 3वटा महत्त्वपूर्ण निर्णयहरू आए। 1. जेनजी आन्दोलनका शहीदहरूलाई सम्मान। 2. सुधारका लागि 100 बुँदे कार्ययोजना। र 3. सबैभन्दा महत्त्वपूर्ण, कार्की आयोगको प्रतिवेदनलाई तुरुन्तै कार्यान्वयन गर्ने निर्देशन। हो, यही तेस्रो निर्णयले ओलीको पक्राउको बाटो खोलिदियो।
जवाफदेहितासँगै नयाँ सरकारले समावेशिताको पनि एउटा बलियो सन्देश दियो। 15 सदस्यीय मन्त्री परिषदमा 1/3 अर्थात् 5 जना महिला मन्त्रीहरूलाई नियुक्त गरियो। यसले देशको नेतृत्वमा एउटा नयाँ सामाजिक समीकरणको सङ्केत पनि गर्यो। एक पूर्व प्रधानमन्त्री जेलमा, एक नयाँ पुस्ता सत्तामा। यो अभूतपूर्व राजनीतिक मोडले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर उभ्याएको छ। अब नेपालको भविष्य कता जाला? तत्कालको अवस्था हेर्ने हो भने निकै तनावपूर्ण छ। ओलीका समर्थकहरू सडकमा छन्, उनीहरूले यसलाई राजनीतिक बदलाव भनेका छन्। अर्कोतिर सरकारका समर्थकहरू छन् जसले यसलाई दशकौंदेखिको दण्डहीनताको अन्त्य र कानुनी शासनको सुरुवात मानेका छन्। देश स्पष्ट रूपमा दुई खेमामा बाँडिएको देखिन्छ। त्यसो भए अन्त्यमा एउटा ठूलो प्रश्न छ, के यी घटनाहरू नेपालमा साँच्चीकै जवाफदेहिताको एउटा नयाँ बिहानी हो, जहाँ अब कोही पनि कानूनभन्दा माथि छैन भन्ने स्थापित हुन्छ, वा यो त केवल पुरानो र नयाँ शक्तिबीच सुरु भएको एउटा लामो र तीतो राजनीतिक लडाईँको पहिलो अध्याय मात्र हो? यसको जवाफ त अब हेर्दै जाउँ, समयले नै बताउँला।